हामी सबै नेपालीसँग गाँसिएको, हाम्रो जीवनसँग जोडिएको र हाम्रो परम्परा र मेहनतसँग जोडिएको दिन हो असार 15 राष्ट्रिय दान दिवस। नमस्ते सबैजनालाई, मेरो नाम समीक्षा राई हो। म कक्षा 9 मा अध्ययन गर्ने विद्यार्थी हो। यो मेहनत, हिलो र खेतको चाडमा सबैले हार्दिक शुभकामना व्यक्त गर्दै म यो अवसरमा आफ्नो कुरा राख्न चाहन्छु। नेपाल एक कृषि प्रधान देश हो। हाम्रा खेत बाली र पाखामा मेहनत गरेर किसानहरूले हाम्रो देशलाई धान उत्पादनमा आफ्नो आत्मनिर्भर बनाउने कोसिस गर्दै आएका छन्। यसमध्ये धान अर्थात् चामल हाम्रो राष्ट्रिय खाना हो। त्यसैले धानलाई हामी अन्नको राजा पनि भनिन्छ। असार 15 लाई हामी खेतको चाड भनेर पनि चिन्ने गरिन्छ। यस चाडमा खेतमा धान रोप्दै दही चिउरा खाँदै हिलो खेल्दै रमाइलो गरिन्छ। यो केवल रमाइलो मात्र होइन, यसले हाम्रो संस्कृति र कृषिप्रतिको सम्मान देखाउँछ। तर आज भोलि कृषि गर्ने क्षेत्र कम हुँदै गएको छ। युवाहरू विदेशिन थालेका छन्। यन्त्रहरूले काम त सजिलो बनाएको छ, तर हाम्रो परम्परा चाडहरू घट्दै गएको छ। त्यसैले हामी किसान र कृषिप्रतिको महत्त्व जोगाउनु पर्छ। आउनुहोस् हामी सबै मिलेर आजको दिन मात्र नभई कृषि र किसान प्रतिको सम्मान देखाउँदै हाम्रो देशलाई समृद्धिमा लगाऊ। धन्यवाद।